हेलो गाइज, नमस्ते। र आज चाहिँ छु म यहाँ आसाम सदिया नाहरबारी गाउँमा। यहाँ हाम्रो मामाको छोरा भाइको बिहा पार्टी छ। अस्ति नै 1 महिना 2 महिना अगाडि ल्याएको बुहारीलाई भगाएर ल्याएको हो। त्यस कारणले गर्दाखेरि चाहिँ आज यहाँ मात्रै पार्टी छ। उता बुहारीकोतिर चाहिँ अलिक पछाडि नै गर्छ अरे, त्यसको लागि। अनि म र योगेश भाइ चाहिँ हामी यहाँ पुगिसकेका छौँ। अनि म यहाँ छु। यहाँ हाम्रो पुगे भाइ, यसको ह्यान्डसम नाम छ। असली नाम त थाहा छैन, लेकिन गाउँमा चल्ती चाहिँ यही छ, सबैले चिन्छ। अनि त्यसै गरी म र योगेश आएर यहाँ प्रोग्राम बिहेको साथी पार्टी एटेन्ड गर्नुलाई। आज खास कुरा चाहिँ के भन्दाखेरि हाम्रो आमा बाबाहरू चाहिँ आउनु हुँदैन र त्यस कारणले योगेश र म मात्रै आएको छु। किनभने आज एकादशी व्रत लिनेहरूले पार्टीले गर्दाखेरि अब आमाहरू चाहिँ आउनु भएन। नभए त मेन खास गरी त आमाहरू नै आउनुपर्ने हो, आफ्नो अब दाजुभाइको छोराको बिहे हुँदै गर्दाखेरि चाहिँ होइन। तर त्यस्तै पऱ्यो, आज एकादशी व्रत हुनाले गर्दाखेरि आमा चाहिँ आउनु भएन। अनि मेरो ठुलेमा पनि आउनु भएन, योगेशको मम्मी पनि आउनु भएन। म र योगेश चाहिँ आएको छ। बेलुका सायद दादा आउनुहुन्छ होला। त्यसै गरी अब हामी भित्रको नजाराहरू हेर्नेछौँ के हुन्छ। टिका लाउनुहुन्छ अरे ल। जिन्दगी बनाइन्छ नि हाँस्दै खेल्दै जीवन काटौँला। बाबी त्यो रामा मेरो काम लाग्यो रमाइलो, लाग्यो मलाई रमाइलो, तिमी र म घुम्न जाऊ न। अनि एउटाको दाम 5,000 डाइरेक्ट गर्दाखेरि सेटै ल भन्दाखेरि अलिकति मिसअन्डरस्ट्यान्डिङ आएन। ल रतनले सक्नै लाग्यो ल। हाई गाइस, यहाँ चाहिँ छ मेरोमा। नमस्ते, ठिकै छ नि? कता जानु? अब चाहिँ जानेहरू खै मेरो ब्याग अलि। यहाँ चाहिँ हाम्रो योगेश मगर ब्लग। हेलो गाइस, आज हामी नाहरबारी सदिया के लाग्यो कस्तो लाग्छ कमेन्ट गर्नु होला कस्तो लाग्छ। अब हामी चाहिँ जाने हो भित्र। यहाँ हाम्रो बेहुला भाइको किचनमा आएर चाहिँ कोल्ड ड्रिङ्क पियो।
यहाँ चाहिँ छ हाम्रो भान्से पार्टीहरूले खानासाना पकाउँदै गर्नुभएको। यहाँ बाजे यहाँ टाइम पास कार्ड खेल्नुहुँदैछ। यहाँ पानी लगाइदिउँ यहाँ अब। ओ चल्ला पनि पाक्छ आगोमा। भातको सिटा खानुलाई कुखुरा एक बार भात पकाएर यहाँ चाहिँ सुँगुर मासु अरे पुरा एक कराई गाउरे मिट भयो। यहाँ खसीको अझै भन 2 बजीसम्म रेडी छ। तर मान्छेहरू चाहिँ आउँदैछ। यहाँ एक भाँडा भात यहाँ चाङमा यसरी भर्साइराखेको भात। यहाँ चाहिँ यो खालको सिस्टम छ। पुरा पानी कराईमा उमाले अनि त्यसको बादमा चाहिँ छाकनीले छाकेर यहाँ चाङमा एकछिन यसरी पत्ताले छोपेर राख्यो भने मजाले पाक्छ। अनि यसरी कराईमा भाँडामा लगाएर राखिरहेको छ। अहिलेसम्म पाहुनाहरू खाना खिलाउने चालु भएको छैन। गाहुरी माङ्खो वाक्स्या। हामी मगरले चाहिँ यो सुँगुरलाई किन वाक भनेको भन्दाखेरि यसको एउटा लोजिक छ। किनभने यो 2 पिस खायो भने वाक्कै हुन्छ त। अनि त्यही भनेर वाक्स्या भनेर भन्छ। हो कि होइन दाजु? वाक्कै पारिदिन्छ नि। बोसो बोसो हुन्छ। अनि अब हामी चाहिँ यहाँ यसरी प्लेटमा सुँगुरको लाउने अनि म चाहिँ यहाँ खसीको लाउनेमा बसेको। यहाँ माछा छ प्लेटमा। अनि यहाँ खाना चाहिँ यहाँ चाङमा राखिरहेको छ। एउटा एक ठुलो भाँडा एक भाँडा चाहिँ पुरा वहीँ बाट्नेको सामने ऊ त्यहाँनिर चाहिँ बाट्ने जग्गा चाहिँ पेन्डल त्यहाँ। यहाँ पानीको ट्याङ्की यसरी त्यहाँदेखि कुर्सीमा बस्दै यहाँ के अरे डाडुले उघाउँदै बाटीमा ठ्याक लगाइदिने यसरी उघाउँदै लादिने। यसको बादमा लैजाने पार्टीहरू अलगै हुन्छ भाइ बहिनीहरू। अब एकछिन यसमै 1-2 घन्टा लागिन्छ पिजी। अनि अहिले फेरि गएर उतातिर पनि भिडियो बनाएर हेर्ने। यो चाहिँ हाम्रो यसरी चिया बाँड्ने सिस्टम छ। यहाँ हाम्रो दाइले बाँड्नु हुँदैछ। के छ अगाडि नै निकाल्दा त तितो हुँदैन? हुँदैन, यो गइहाल्छ, फटाफट गइहाल्छ। म त बस्दै बस्दैन, एकछिन हराइहाल्छ, सब खतम। यहाँ चाहिँ यसरी चिया पनि यो निसा धेरै खाएर निसा लाग्यो भने चाहिँ यहाँ अमिलो पनि छ टक्कै खाइहाल्ने। यहाँ अहिले खाना अहिले दिनमा कम्ती छ खाना खाने पाहुनाहरू। यो खाना सीमा बहिनीको तामुल अब एकछिन चाहिँ यहाँ हाम्रो तेजुको छेत्रिनी भाउजू आइसक्रिम वाला ओ विकास खेल मालिकहरू भएर खेल। हम लोग भी खिला सब आइसक्रिम खाने लाइन में। ये आइसक्रिम अंकल अलग पूरा बिजी। मेरा राल चुइसक्यो अंकल जल्दी बनाऊ। ओ भाइले पनि त्यहाँ खाँदैछ। खोइ विकासको तर्फबाट पार्टी भनेको त कहाँ लगेको उता मालिकले लिएर गयो हो बहिनीहरूको लागि लगेछ। क्या हमको ऑफर देगा बोल रहा था। अरे मेरा भरा का दिया हो नहीं मेरा दिया भरा। थैंक यू विकास आइसक्रीम देने के लिए। ये मालिक ले खिलाने वाला है और नानी के आइसक्रीम लेने के लिए। थैंक यू देवर नानी भन्नु पर्यो नि अब। टाइम भयो अब हामीहरूको चाहिँ काम गर्दा अब एकछिन ब्रेक लिएर खाना खाने टाइम। यहाँ चाहिँ म छु, यहाँ हाम्रो अर्जुन भाइ, यता छ योगेश अनि अब आउँछ यहाँ सन्तोष भाइ, 4 जना। यिनीहरूले चाहिँ सब सुँगुर मासु लिएर यसरी पुरा बसेर ठन्डा लिएर पुरा बसेर सुँगुर मासु, यता पनि सुँगुर मासु। म मात्रै मिरामिसमा परेँ। आज लस भयो गाइस, आज ठास्दे बिहिबार मेरो चाहिँ खाने अब उयो छैन, आज एलाउ छैन घरबाट। बहुत साल भइसक्यो यसरी बारेको।
बिहिबारको दिन शनिबारको दिन त्यसको लागि म चाहिँ निरामिष आलु मटर चानाको सब्जी खाँदैछु केटाहरूले इन्जोय गर्दैछ अब पुरो सुरु गरौँ है त अब निरामिष सब्जी ओके गाइस एक जग्गा चाहिँ छ 3 जग्गा चाहिँ छ रहेछ भाइलाई छैन रहेछ चलो हो गया खाना खाना दिखाएगा ना आधे लगा टिक लगा देंगे योगेश मगर ब्लॉग्स खाना खाँदै यहाँ मगर भएर सुन्नु न वाक्सिया यो भाइले खाएको छैन मैले भन्दिन्छु हैन यहाँ पनि सुँगुरै खाँदैछु म पनि म त बोल्दिनँ है खाएको बेलामा पुरा खतरा खाइ मात्रै हुन्छ ल मेरा